guys, welcome back to my channel. So आजको vlog चाहिँ हामी orange picking जाँदैछु with my sister. यता हेर्छ एनलिस, hello. अनि यहाँ हेर्छ निसा चाहिँ hi. अनि यहाँ चाहिँ हाम्रो बिपुनु बेस्टी hi. हैनमा देखाइदिन्छु बेस्टीलाई हैन. अनि अब हामी चाहिँ बिफोर त्यहाँ जानुभन्दा अगाडि ब्रेकफास्ट खाएर जान्छु. नेपाली ब्रेकफास्ट, पुरी तरकारी, गुवारामरी, अंडा, हलुवा सबै हुन्छ. अनि हामी क्विक ब्रेकफास्ट खाएर 1 hour को ड्राइभ होला है. बिपना के कति हो? 1 hour को ड्राइभमा हामी जान्छौँ. See you there to have a breakfast. So this is our breakfast. Kita ya. Hai, हामी चाहिँ खाएर बाहिर निस्किसकेका छौँ. कस्तो लाग्यो साथी ब्रेकफास्ट आज? उसले चाहिँ only 15 पुरी, only 15 पुरी, 2टा समोसा अनि 3टा अंडा, 3 कप चिया. अरु के खाथ्यौ? एउटा जेरी अनि 3टा डोनट. बस त्यति नै खाए. 3 कप. ल ग्याङहरु हिँड्दैछ हैन. अब एकछिन हामी गाडी हेर्न जाँदैछु. अनि गाडीबाट 1 hour स्टिल हामी अहिले सेम प्लेसमै छु. हिँडेको छैन, अवनमै छु अहिलेसम्म. तिमीहरुको के त्यो होन्डा चाहिँ? ओइ हामी कस्तो दुईजना ब्ल्याक पो रहेछ यो दुईजना हैन. हामी दुईजना डिफरेन्ट पिंक लाइस म त्यो बुढी झलाउँछ हैको के हो हैको साथै गयो. हामी फार्ममा पुगेर भिडियो गराउँछु. बाँकी कन्टिन्यू for now. Bye, see you. Oh my god, यतिको सर्भिस चाहिँ पाउनुपर्छ है. यतिको चाहिँ बेस्टी भने के काम कि बेस्टी भन्छ सबले. बेस्टी हुनु पर्यो नि त. बेस्ट इज फर एभर. हेर गाइज, यतिको सर्भिस दिन्छ हाम्रो बेस्ट फ्रेन्डले. फुल सर्भिस ड्रपिङ. ल गाइज, वी आर हियर एट ओरेन्ज पिकिङ फार्म. पुरा त्यो यस्तो डाँडाको बिचमा के है. सो नाइस. एक्सपेक्ट नै गरेको थिएँ. ड्याम गोज ओरेन्ज जुस जति भयो नि ए म ब्ल्याक बोक्छु. अर्को माग्न त्यसलाई. अहिले चाहिँ हामीले के स्मल बकेटको $12 एन्ड बिगको चाहिँ 25, 12.50 एन्ड 25.50. लेमन र अरेन्ज म्यान्डेरिन पिक गर्न मिल्छ. चारवटाले चाहिँ हामीले 3 स्मल 1 बिग. हेर न, बिग त लास्टै ठुलो हो के त्यो त. हेर त बिग कत्रो. अनि त्यो माथि त कसरी पुग्नु र? खै देखा तेरो फर्स्ट पिकिङ. दिस इज माई. निसा पिक गरे एउटा बिग वान है. बिग वान. खै तिम्रो ट्राई गर त. दे मलाई अझै आफ्नो बकेटमा त्यो माथि कुल्यो. सानो नचिप्नु. ओके. ओहो, ओरेन्ज पिकिङ डार्लिङ. अर्को फसाउनु भयो. अब हामी एकछिनमा देखाउँछौँ. हामी अहिलेलाई ओरेन्ज पिक गर्छौँ.
कस्तो लागिरहेको छ साथी Orange picking गर्दैछु स्टिल अलमोस्ट बास्केट फुल भइसक्यो पानी पर्न लाग्यो गाईजुरो चाहिँ हाम्रो 2टा बास्केट एम्टी छ खै तेरो यहाँदेखि माथि त्यत्रो चुलो बनाएर मन्दिर बनाएर लैजा यो चाहिँ $12 12.50 खै अमिलो होइन यो अमिलो किन टिपेको फेरि खै तिम्रो कति बनायो किसान तिम्रो त्यो ठुलो 25 बकेट देखाउ त ओ माई गड स्टिल फुल गर्नुपर्छ स्टिल टन्नै छ है पानी पर्ला छ तर नआत्तिर गर्दा पनि हुन्छ उयो गर्दैन टाइम हेर्नु त सुन्तला यहाँ हेर्नु त यति धेरै फलेको सुन्तला तपाईँको छोरी जेनीले यहाँ सुन्तला पिक गर्दैछ मम्मी देखाइदियो तेरो मम्मीलाई सुन्तला खै टिपेर देखाइदियो एउटा यो सानो छ यो भ्लग चाहिँ हामी स्पेसल मेरो ममको लागि मम्मीलाई रमाइलो लाग्छ नि त्यस्तो अनि देखेर मेरो मम्मीले नि देखेछ नि यस्तो लाइभ सुन्तला यत्रो झुलेको ओके ल ठुलो टिपेर तपाईँको छोरीले टेस्ट पनि गर देखाइदिए अब नेक्स्ट टाइम तपाईँ आयो भने यहाँ ल्याउने जाडोमा फेरि मेरो मम्मी जाडो सहनै सक्दैन हेर त यस्तै फाल्छ फेरि अमिलोहरू के भरे त बुझ्लेछ ल यो कस्तो दामी देखेको ओ माई गड कति राम्रो देखेको अहिले चाहिँ हामीले सबै सुन्तला टिपी भइसक्यो सो इट्स टाइम टु से गुड बाई सी यु इन माई नेक्स्ट ब्लग हामी यहाँ पछाडि टिकटक पनि हुँदैछ होइन सो वी आर गोइङ नाउ ल ओके गाइस से बाई 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 भन्छ र बाई यता हेर बाई सी यु इन नेक्स्ट ब्लग मेरो अर्को बेस्टलाई पनि देखाउँछु बेस्ट टु से बाई My vlog is ending. Bye bye. See you in next vlog.